जातीय विभेद अन्त्यको लागि हाम्रो प्रयास। बिन्ती डाक्टर साहब, पहिला उपचार गर्नुस्। होइन, रमाइलोमा होला, सहर पुग्यो होला, नयाँ संसार बसाउँछु भनेर गएको मान्छे रमाउँदै होला। तर उसले कति पीडा भोग्नु पर्छ होला। न त प्रेमको परिवारले स्वीकार्छ, न यो समाजले स्वीकार्छ। के भयो तिमीलाई? डाक्टर! डाक्टर! प्रेम के भयो? प्रेम! डाक्टर! 1 लाख रुपैयाँ कहाँबाट लिएर आउने? त कहाँ छेस? के गर्दैछेस? आउँछु भनेको मान्छे किन नआकी? आमा, त्यो सबै कुरा म पछि भन्छु। अहिले मलाई 1 लाख रुपैयाँ चाहिएको छ। प्रेमको यस्तो अवस्था छ, मैले उसको परिवारलाई खबर गर्नुपर्छ। अवस्था यस्तो क्रिटिकल छ, पैसा खोज्न जानु भएको मान्छे कहाँ जानु भएको? मलाई मेरो घरमा पाइला नटेक भनेको होइन, फेरि यो अलच्छिने पाइला टेक्न आइस् त। तर जे जस्तो भए पनि मलाई यिनीहरूको कुनै पनि मतलब छैन। पछुतो त्यो पनि तेरो कुरा सुनेर। मूर्ख केटी, तेरो कुरा सुनेर म पछुताउने? प्रेमको एक्सिडेन्ट भयो, ऊ अहिले मर्नु न बाँच्नु भएर हस्पिटलमा छ। आफूबाट टाढा पठाउनु भन्दा मैले यही बेला केही न केही गर्नै पर्छ। आफ्नो किडनी बेच, मुटु बेच, फोक्सो बेच, आफ्नो शरीर बेच, जे बिक्छ बेच, धड्कन बेच। मेरो धड्कन पनि रोकिन्छ नि। मैले तिम्रो साथ छोड्न त म आफै अगाडि मर्नुपर्छ। आज प्रेमको जीवन बचाउन मैले यस्तो गर्नु पर्यो। म कति अभागी रहेछु। आफ्नो श्रीमानको ज्यान बचाउन उसैले दिएको सौभाग्य त्याग्नु पर्यो। जन्मेदेखि अहिलेसम्म कहिल्यै खुसी हुन पाइन। जुन दिनदेखि प्रेमलाई पाए त्यो दिनदेखि आफूलाई भाग्यमानी सोचिरहेकी थिएँ। तर भगवानलाई त यो मेरो सानो खुसी पनि पचेन छ। फेरि उही मोडमा ल्याएर थचारिदिए। सायद दलित भएर जन्म लिइसकेपछि यी सबै खुसी सपनामा मात्रै हुनु पर्थ्यो होला। मैले त विपनामै खुसी पाउन लागेकी थिएँ। भगवानले त्यो पनि खोसे। दलितको भागमा कहाँबाट खुसी दिनु भनेर खुसी खोज्न प्रेमको त्यस्तो अवस्था बनाइदिए।
अब म उसको जीवनबाट टाढा भइसके। उसको जीवन बचाइदियो, जति दुःख दिन्छ देऊ, तर उसलाई सकुशल बनाइदियो। अब प्रेमको नजिक कहिल्यै पर्दिन। टाढैबाट भए पनि उसलाई ठिक भएको देख्यो भने मनमा सन्तोष मिल्छ। बाहिरबाट भए पनि हेर्छु, हस्पिटल जान्छु। के भएछ यसलाई? बिहे गरेकी केटी, प्रेम पनि छैन, सिन्दुर पोते पनि लागी छैन। सुन्नुहोस् न, प्रेम कहाँ छ होला? हजुरहरू प्रेमको को हो? म प्रेमको बुवा, अनि उनी प्रेमकी आमा। अनि किन आउन यति ढिला गर्नुभएको? सुन्नुहोस् न डाक्टर साहब, उनीहरू प्रेमको मान्छे अरे। नमस्ते डाक्टर साहब। प्रेमको उपचार अगाडि बढाउनु पर्यो, मैले पैसा लिइराखेको छु। सरी, तपाईँले आउन ढिला गर्नुभयो। हामीले समयमा उपचार गर्न पाएनौँ, त्यही भएर हामीले बचाउन सकेनौँ। यो के भन्नुभएको डाक्टर साहब? यो हुन सक्दैन। सरी। तपाईँ त खुसी हुनुहोस् न, यही चाहनुहुन्थ्यो होइन तपाईँले? मेरो छोरो मरेको होइन, तपाईँले हत्या गरेको हो। आफ्नो घमण्डले, आफ्नो अहङ्कारले मेरो छोराको ज्यान लिनुभयो होइन? म तपाईँलाई कहिले पनि माफ गर्दिनँ। तपाईँ हत्यारा हो। तपाईँले आफ्नै छोरालाई मार्नु। उहाँलाई सम्हाल्नुहोस्। प्रेमको लास कहाँ छ? उता कोठामा छ, आउनुहोस्।
भगवान तिमी साँच्चै पत्थरको रहेछौ तिमीले मेरो सारा खुसी खोस्यौ जन्मेदेखि अहिलेसम्म आँसु मात्रै दिएको थियो सहेकै थिएँ त मैले आज मसँग जोडिएको कारणले गर्दा प्रेमको जीवन पनि खुसी होइन तिमीले यति ठुलो अन्याय गर्न पाउँदैनौ प्रेमलाई जसरी भए पनि बचाउनु पर्छ हैन भने म आज तिम्रै अगाडि मेरो प्राण त्याग दिन्छु मेरो बलि स्वीकार गर प्रेमको ज्यान बचाऊ केही चमत्कार गर भगवान केही चमत्कार गर बाबुको त धड्कन चलिरहेको जस्तो छ सुन्नु त जानु न डाक्टरलाई बोलाएर ल्याउनु न छिटो बाबु 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 आँखा खोल्न बाबु आँखा खोल्न ल एकछिन बाहिर जानुहोस् त बाहिर जानुहोस् भनेको सुन्नु भएन गड यो त चमत्कारै भएछ ल त उहाँहरूलाई चाहिँ पैसा जम्मा गर्न तुरुन्तै अपरेसनको लागि तयारी गरी होला हस् डाक्टर साहब धडकन धडकन गौरी ए गौरी ए गौरी 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 के भयो गौरी ए गौरी प्रेम
गौरी के भयो? कसरी यस्तो अवस्था भयो? प्रेम कोही? गौरी के भयो? धड़कन धड़कन सुन्नुहोस् त, बधाई छ तपाईँहरूलाई, अपरेसन सफल भयो। आज मेडिकल साइन्समा एउटा चमत्कारै भएको छ। सायद कसैको पुकार भगवानले सुनेर प्राण फिर्ता दिए जस्तो छ। नत्र भने यस्तो केस खास हुँदै हुँदैन। अबको केही बेरमा बिरामीले तपाईँहरूले भेट्न सक्नुहुन्छ। भगवान, आज तपाईँले एउटी आमाको पुकार सुनिदिनु भयो। म तपाईँलाई 108 लड्डु चढाउँछु। भगवान, तिमीलाई धेरै धेरै धन्यवाद। आज तिमीले म जस्तो दुखीको पनि कुरा सुनिदियौ। तैले लगाएको प्रेमको नामको सिन्दुर पखाल्नु पर्छ, गलामा लगाएको पोते चुडालेर फाल्नु पर्छ। भन केटी, तँलाई मेरो शर्त मन्जुर छ? अनि अर्को कुरा, प्रेमको नामको सिन्दुर पोते निकालिसकेपछि उसलाई कहिले पनि भेट्न पाउने छैनस्। उसको जीवनमा फेरि ग्रहण बनेर आउने छैनस्। यदि मैले भनेको कुराको वचन दिन्छस् भने म प्रेमलाई बचाउँछु। अहिले पैसा लिएर जान्छु। हुन्छ, हजुर जे भन्नुहुन्छ म मान्न तयार छु। अब आइन्दा प्रेमको जीवनमा कहिले पनि नफर्किनु। आफूले दिएको वचन पुरा गर्नु। मैले प्रेमलाई भेट दिन भनेर वचन दिइसकेको छु। त्यो वचन मैले पुरा गर्नै पर्छ। मैले दिएको वचन पुरा गर्छु। म भेट्दिन। मुटुमाथि ढुङ्गा राखेर भए पनि म प्रेमबाट टाढा जानै पर्छ। अब एउटा कुरा सुन, तिमीले प्रेमसँग कुरा गर्दा त्यो दलित केटीको कुनै पनि कुरा नगर्नु। उसले सोधिहाल्यो भने पनि त्यो केटी यहाँ आएको छैन भन्ने, बुझ्यौ होइन? अबदेखि त्यो केटी प्रेमको जीवनमा र त्यसको आसपास पनि आउँदिने। अब हामीले प्रेमलाई तेरो यस्तो अवस्था हुँदा पनि त्यो केटी आइन भनेर त्यसको मनमा घृणा पैदा गर्नुपर्छ। अनि प्रेम बल्ल त्यो केटीबाट टाढा हुन्छ, बुझ्यौ नि? सावित्री, आज म मन्दिर जाँदा तिम्रो छोरीलाई बेहोस अवस्थामा देखेको थिएँ। के भएको तिम्रो छोरीलाई? कि प्रेमले नि छोडिदियो? मैले देखेको कुरा भन्दै गौरी कहाँ चाहिँ के हो खोजी निधि गर है। दलित भएर माथिल्लो जातको मान्छेसँग माया गर्नु नै गल्ती भयो। अब यो गल्तीको सजाय के भोग्नु पर्ने हो गौरीले?
कतै प्रेमले छोडिदिएको त होइन? समस्यामा छे जस्तो त लागेको थियो मलाई, तर कस्तो समस्या, के समस्या, अहिले कहाँ छ होला गौरी? जबसम्म मेरो धड्कन धड्किरहन्छ तबसम्म म तिमीलाई साथ दिनेछु। तिम्रो हरेक कदममा म आफ्नो कदम मिलाएर हिँड्नेछु। मेरो जीवनमा कुनै सङ्कट आयो भने के गर्छस् त? कस्तो कुरा हो यो? के कुरा सोधेको तिमीले यो? भन्न, के गर्छस्? तिमीलाई त्यो सङ्कटबाट निकाल्न जस्तो सुकै कठिन कार्य गर्न पनि तयार हुन्छु, जस्तो सुकै अग्नि परीक्षा दिन पनि तयार हुन्छु। भनेपछि मलाई त्यो सङ्कटबाट जसरी पनि बाहिर निकाल्छस् हैन त? पक्का नि? तैँले साथ छोडिस् भने त फेरि मेरो धड्कन पनि रोकिन्छ नि। मैले तिम्रो साथ छोड्न त म आफै अगाडि मर्नुपर्छ। मलाई मन्जुर छ। प्रेमको नामको सिन्दुर पोते निकालिसकेपछि उसलाई कहिले पनि भेट्न पाउने छैनस्। उसको जीवनमा फेरि करार बनेर आउने छैनस्। यदि मैले भनेको कुराको वचन दिन्छस् भने म प्रेमलाई बचाउँछु। अहिले पैसा लिएर जान्छु। हुन्छ, हजुर जे भन्नुहुन्छ म मान्न तयार छु, तर ढिलो नगरिकन उसको उपचार गरौँ, प्रेमको जीवन बचाऊ। अब के गरौँ, कहाँ जाउँ? प्रेमलाई त ठिक भयो, तर उसको अगाडि कहिले पर्दिन भनेर उसको बुबालाई वचन दिइसकेको छु। अब सबै बाटोहरू बन्द देखिरहेको छु। फर्केर घर जाउँ भने आमालाई अझ कति पीडा थपौँ। पहिले पीडामा भएकी आमालाई अझ म पीडा दिन चाहन्न। म यत्तिकै बसेँ भने फेरि प्रेम मलाई खोज्दै आउँछ। त्यसपछि फेरि उसको परिवारसँग उसले टाढा हुनुपर्छ। फेरि यही अवस्था आयो भने अब मैले कसैलाई दुःख दिनु हुँदैन, कसैलाई पनि पीडा दिनु हुँदैन। म बाँचिरह्यो भने सबैलाई पीडा हुन्छ, सबैलाई गाह्रो हुन्छ। प्रेम, यो जुनीमा त यस्तै भयो। अर्को जुनीमा हामी हाम्रो मायालाई पक्कै सफल बनाउनेछु। मैले साथ छोडेर गएँ भनेर कहिले एक्लो महसुस नगर्नु ल। म मरे पनि म तिम्रो मुटुको धड्कन बनेर सधैँ धड्किरहनेछु। बाई प्रेम। मर्न लाग्यो कि के भयो? प्रेम खोइ। धोका दियो प्रेमले। समाजसँग परिवारसँग लड्न सकेन प्रेमले। मलाई थाहा थियो प्रेमले धोका दिन्छ भनेर। कति दिनसम्म परिवारसँग समाजसँग लड्न सक्छ? प्रेम पनि त ठुलो जातको केटा हो। ऊ भित्र पनि त्यही संस्कार छ, त्यही अहंकार छ, त्यही घमण्ड छ। समय र परिस्थिति अनुसार उसले त्यो घमण्ड र अहंकार निकाल्छ भने मलाई थाहा थियो, तर एकदमै छिटै निकालेछ। राम्रै भयो। तर त चाहिँ किन मन लाग्यो कि? त्यसले छोडिदियो भनेर मन लाग्यो कि?
किन तेरी आमा जिउँदै छैन र? अरू केही नसोचे पनि आफ्नो आमाको बारेमा सोच्न सकिनस् तैले? जे जस्तो भए पनि म त तेरो साथमा छु नि। आमा, प्रेमले मलाई धोका दिएको होइन, ऊ त हस्पिटलमा छ। गौरी, अब हामी सधैँ सधैँको लागि यो गाउँ छोडेर सहर जानुपर्छ। के भयो तपाईँको बिरामीको अवस्था निकै क्रिटिकल छ, तुरुन्तै अपरेसन गर्नुपर्छ। यदि हामीले तुरुन्तै अपरेसन गरेनौँ भने जे पनि हुन सक्छ। हुन्छ डाक्टर साहब, जसरी हुन्छ प्रेमले बचाइदिनुहोस्, पहिलाको जस्तै बनाइदिनुहोस्। हेर्नुहोस्, हामी सक्दो कोसिस गर्छौँ, तर तपाईँले तुरुन्तै अपरेसनको लागि लाग्ने खर्च डिपोजिट गरिदिनु होला, अनि हामी बल्ल काम सुरु गर्न सक्छौँ। डाक्टर साहब, कति खर्च लाग्छ? तपाईँले अहिले 1 लाख रुपियाँ जम्मा गर्नुपर्छ। त्यतिले पुगेन भने पछि गर्नु। अहिलेलाई तुरुन्तै 1 लाख रुपियाँ जम्मा गरिदिनुहोस्। अहिले मलाई 1 लाख रुपियाँ चाहिएको छ। कहीँ कतैबाट 1 लाख रुपियाँ जुटाउन सक्नुहुन्छ? कोसँग माग्नु? कसले दिन्छ र? तँलाई 1 लाख रुपियाँ किन चाहियो भन् त? ओए केटी, त जा यहाँबाट। आइन्दा यो घरमा पाइला नटे, नत्र हाम्रो आँगनमा टेक्ने तेरो पाइला अन्त टेक्ने लायक हुँदैन। ठीक भइसकेपछि त बाबुआमा परिवार कोही पनि चाहिँदैन त्यसलाई। जसलाई बाबुआमा घर परिवार केही पनि चाहिँदैन त्यसको लागि म केही पनि चिन्ता गर्दिनँ। पहिला प्रेमको उपचार गरौँ, त्यसपछि हजुरले जे भन्नुहुन्छ त्यही मान्छु। उपचार भएपछि होइन, उपचार हुनुभन्दा पहिले मैले जे भन्छु त्यो तैँले मानिस् भने म पैसा दिन्छु। सोच, राम्रोसँग सोच। सोच्दा सोच्दै ढिला भयो भने फेरि मलाई केही पनि नभन्नु, किनकि मैले त तँलाई अप्सन पनि दिएको छु कि प्रेमको जीवन बचाएर सिन्दुर पोते निकालेर फाल्दे, कि प्रेमको मृत्यु पश्चात आफै निकालेर फाल्छेस्। के गर्ने आफै विचार गर। नरो, प्रेमलाई निको भएपछि तँलाई लिन आउँछ। प्रेमले तँलाई चोखो माया गरेको छ। यदि तैँले आत्महत्या गरेको भए भोलि प्रेम निको भएर आउँदा तँलाई नदेख्दा तेरो मृत्युको खबर सुन्दा उसलाई के हुन्छ सोचेकी छेस्? ऊ पनि बाँच्दैन थियो। तैँले जस्तो निर्णय गरिस्, जे गरिस् ठिकै गरिस्। प्रेमलाई बचाउन तैँले उसको बाउलाई दिएको वचन पनि ठिक छ, किनकि तैँले आफ्नो धर्म निभाइस्। अब प्रेम निको भएपछि उसले आफ्नो धर्म निभाउँछ, तँलाई लिन अवश्य आउँछ। त्यही भएर तैँले हिम्मतले सोच्नुपर्छ। तैँले हिम्मत हारिस् भने प्रेमको पनि हिम्मत टुट्छ। केही समय धैर्य गर। उसको होस आउने बित्तिकै सबैभन्दा पहिला उसले तँलाई खोज्छ। तँलाई नदेखेपछि ऊ सिधा तँ भएको ठाउँमा आउँछ। हिँड, घर जाउँ।
धड़कन 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 बाबू को हो तपाईहरु? प्रेम तैँले यो के कुरा गरेको बाबु? तैँले आफ्नो आमालाई चिनिनस्? प्रेम को प्रेम? हामीले तसँग सम्बन्ध तोड्यौं भनेर तैँले यस्तो गरेको हो? तपाईहरुले के कुरा गर्नुभएको? मैले केही पनि बुझिरहेको छैन। किन मैले के पनि सम्झिन सकिरहेको छैन? किन मैले के पनि सम्झिन सकिरहेको छैन? जानु न डाक्टरलाई बोलाएर ल्याउनुस्। बाबु मैले आफ्नो आमालाई नि चिन्दैन। को आमा? किन यस्तो नाटक गर्छस्? नाटक? के नाटक? को आमा? बाबु तपाईँको नाम भन्नुहोस् त। नाम? मेरो नाम हेर्नुहोस् न डाक्टर साहब, के भन्छ यो? हामीलाई चिन्दैन भन्छ। तपाईँ एकछिन बाहिर जानुहोस्। तपाईँ एकछिन बाहिर जानुहोस् है। तपाईँको हिसाब कसरी भयो? केही याद आउँछ? भन्नुहोस् त। मैले केही सोच्नै सकिरहेको छैन। ल कुल डाउन। यो सबै ठिक हुन्छ। तपाईँ एकछिन आराम गर्दै गर्नुहोस्। अहिले धेरै केही नसोच्नु ल। तपाईँ खालि रेस्ट मात्रै गर्नु। ल सोच्नु एकछिन। एकदम केही नसोचिकन सोध्नुहोस् है। डाक्टर साहब के भयो? किन प्रेमले हामीलाई चिन्दैन? हेर्नुहोस्, आखिर मलाई जुन कुराको डर थियो नि त्यही भयो। उहाँले आफ्नो स्मरण शक्ति सबै गुमाइसक्नुभयो। पहिलाको कुरा उहाँलाई केही यादै छैन, सबै बिर्सिसक्नुभयो। उहाँको दिमागको मेमोरीमा भएको सबै कुराहरू मेटिसक्यो।
के हाम्रो छोराले अब हामीलाई कहिले पनि चिन्दैन? यस्तो केसमा यस्तै हुन्छ भनेर भन्न सकिँदैन। कसैको स्मरण शक्ति कहिले नफर्किन पनि सक्छ। कसैको चाहिँ पुरानो ठाउँ, पुरानो गाउँ र पुरानो माहौलमा बसिसकेपछि बिस्तारै बिस्तारै फर्किन पनि सक्छ। अब तपाईहरूले प्रेमको धेरै ख्याल राख्नुहोला। उहाँलाई कुनै पनि कुराको तनाव हुन चाहिँ नदिनु होला र पुरानो कुरा पनि बिस्तारै बिस्तारै सम्झाउने कोसिस गर्नुहोला। बाँकी म औषधि लेखिदिन्छु, औषधि खुवाएर उहाँलाई घर लैजान सक्नुहुन्छ। छोराले आमालाई नचिन्ने भयो, धिक्कार। एक हिसाबले राम्रै भयो, किनकि यसको दिमागमा त्यो दलित केटीको होस सवार थियो। होस आइसकेपछि यसले सबैभन्दा पहिला त्यही केटीलाई खोज्थ्यो। फेरि कथा उही दोहोरिथ्यो। त्यही केटीको लागि पागल भएर त्यसलाई साथ दिएर फेरि घर छोडेर जान्थ्यो। भगवान पनि यही चाहन्छन् कि प्रेमले त्यो केटीलाई बिर्सियोस् र आफ्नो घर परिवारसँग राम्रोसँग बसोस्। हो, त्यही भएर भगवानले प्रेमको दिमागबाट पुराना सबै कुराहरू मेटाइदिएछन्। जे भो राम्रो। अब बाउ-आमा परिवारलाई राम्रोसँग चिन्ने भयो भने पुग्छ, नत्र त समाजमा बदनाम गर्नका लागि दिनरात लागि परिरहन्थ्यो। अब त म मेरो छोरालाई मैले सोचेको बाटोमा डोर्याउन सक्छु, मैले सोचेको बाटोमा हिँडाउन सक्छु। बाबु, आज तैले होस गुमाएर मेरो मान सम्मान इज्जत प्रतिष्ठा बचाएको छस्। अब म तँलाई आफ्नो इशारामा नचाउँछु। योभन्दा अगाडि तैले जति गल्ती गरिस् अबदेखि म तँलाई कुनै पनि गल्ती गर्न दिँदैन। अब यो वासुदेवले आफ्नो इशारामा नचाउँछ। तँलाई जे चाहियो त्यही गराउँछ। हेर्दै जा, जे चाहियो त्यही गराउँछ। सक्यो आजको एपिसोड। कस्तो लाग्यो यहाँहरूलाई? आजको एपिसोडको अन्तिममा के भयो थाहा छ नि, होइन? प्रेमले आफ्नो होसै गुमायो। अब के उसले गौरीलाई सम्झिन्छ त? फेरि गौरीसँग उसको मिलन होला त? के लाग्छ तपाईँहरूलाई? पक्कै पनि अर्को हप्तासम्म कुरेर यो कथालाई मजाले इन्जोय गरेर हेर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ। कहाँबाट हेर्दै हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ, कमेन्ट गर्न नबिर्सिनु होला। सँगसँगै हामीलाई सल्लाह सुझाव चाहिँ चाहिन्छ है। तपाईँहरूको सल्लाह सुझाव भएन भने हामी कसरी अगाडि बढ्ने भन्नुहोस् त।
सल्लाह सुझाव प्रतिक्रिया सँगसँगै हाम्रो भिडियोलाई सेयर पनि गर्नुहोला है त। आजको लागि चाहिँ हामी बिदा हुन्छौँ। अर्को हप्ता यही समयमा फेरि भेटौँला। नमस्कार। धड़कन धड़कन धड़कन